हे गाइस गुड मर्निङ एभ्रिवान हैन म चाहिँ आज डे सेकेन्ड भनौँ अब हिजोदेखि भ्लग स्टार्ट गरेको आज ट्याक आज चाहिँ म उठिसकेको छु नस्तो जस्तो खाइसकेको छु अब चाहिँ मेरो बिहानको काम भनेको यो रुम मिलाउनु पर्ने हुन्छ हैन अनि त्यही हो रुमसम्म मिलाम त्यसपछि हेरौँ के हुन्छ दिनभरि टक्क मैले रुमसुम चाहिँ मिलाइसकेँ होइन त्यस्तै हो टक्क मैले रुमसुम चाहिँ मिलाइसकेँ अब चाहिँ यस्तै छ टक्क मैले जानेको यति हो होइन अब रुमसुम मिलाइसक्यो अब हामी तल जानुपर्ने हुन्छ तल अब केही काम होला सायद त्यो गरौँ त्यसपछि बेसी बाहिर चाहिँ अति जाडो छ लास्टै जाडो भन्दा पनि जाडो आज फेरि यस्तो के हो यस्तो केही पनि देखिन्न पुरै ढुसी लागेको छ कुहिरो लागिरहेछ 8 बजिसक्यो कति बज्यो 8:30 अब 9 बज्न लागिसक्यो 8:44 भइसक्यो यस बेलासम्म पनि हाम्रो घाम मामा भन्ने चाहिँ कहीँ हुनुहुन्न ओ मामा श्री घाम चाहिँ के थियो अब हुनुहुन्न जाडो छ के गर्नु हैन अब तल जा त्यसपछि के हुन्छ हेरौँ बिहानको काम झ्याल जोड्ने अरू अब के हो आज अब मौसम अलिक चिसो छ होइन हजुर है अनि तपाईँतिरको मौसम कस्तो छ भन्नु होला कमेन्टमा है हजुर कमेन्ट चाहिँ जसरी पनि गर्नुपर्छ क्या हजुरको शुभ नाम मेरो शुभ नाम चाहिँ विशाल रोकाए हजुर अनि हजुरको बारेमा केही भन्न चाहनुहुन्छ भने भन्नुहोस् मेरो बारेमा त के भन्ने र अब भन्नुपर्दा अब मेरो घर चाहिँ झारखण्डतिर पऱ्यो होइन हजुर पढाइको हेर्दाखेरि +2 पास हो अनि ब्याचलर पढ्ने भनेको अब 1 वर्ष त्यसै गइसक्यो हजुर हजुर यस्तै छ अवस्था तयारी भनेर जिन्दगी बितिरहेको ए तपाईँ यस्तो किन लाज मान्नुहुन्छ म फेरि लाज मान्ने 1 नम्बरमा पर्छु होला तर लाज चाहिँ मान्छु टक्क तल चाहिँ कलर लगाउने काम चलिरहेको छ यसले अब यो बुस्ट टक्क कलर लगाउने पर्ने हुन्छ म चाहिँ कलर लिन आएको होइन अहिले टक्क अलि मिल्दैन अलि त्यसै कारण सियो एकछिनपछि एकछिनलाई कलर सलर लगाएर भइसकेको छु अब यहाँ खानासाना खाएर घाममा बस्नुको पनि मजै छुट्टै छ नि होइन र अब यस्तै हो हिजो पनि बसेरै गयो आज पनि हेरौँ के हुन्छ काम तापे बैठो डे 2 अफ बेरोजगार इन नेपाल केटाकेटी खेलिरहेछन् म यहाँ बसेर हेरिरहेछु घामहरू लगाइरहेछन् फुलहरू हल्लिरहेछन्
के गर्नु जिन्दगी गाह्रो छ गरी खान होइन अरू यसै हो खानासाना खानुभयो होला और ठीक छ के चलिरहेको छ जिन्दगी होइन मेरो कभर बिग्रेछ यार कभर बिग्रेछ क्या कलर लागेछ कलर लगाउँदा के गर्नु अब यस्तै छ होइन तिमीलाई पानको पातमा के अरे अरूलाई धानको पात मायाले पानको पात भन्ने गीत बजाएर अन्त को आएर चाहिँ मेलामा आज सुर्खेत फन पार्कमा लागिरहेको मेलामा कोही न कोही कलाकार आउनुभएछ गीत गाउनुभएछ होइन अब यस्तै हो घाम ताप्ने बस्ने यदि कुनै सर्ट टर्म अर्निङ गर्न चाहनुहुन्छ भने मेरो टेलिग्राममा जोइन हुनु होला अनि जोइन भएर त्यहाँबाट हल्का फुल्का यसो फ्याटफुट झ्यापझुप इन्कम हान्ने यसो चिया खाने पैसा बनाउन चाहनुहुन्छ भने जोइन हुनु होला भन्न चाहन्छु म अरू चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब हानिदिनु होला अरू यस्तै हो लाइक सब्सक्राइब हान्न नभुल्नु होला धन्यवाद जीवन हो घाम छाया यस्तै यस्तै हुँदो रहेछ त्यो घाम हो यार घाम पनि भित्र जाने हुन्छ जाडो हुन्छ बाहिर बस्ने घाम पनि छ के गर्नु मलाई त न गरी खानु न मरिलानु होइन हामी फेरि भेट्नेछौँ अब एकछिन घाम तापौँ केही भयो भने म फेरि ब्लग बनाउने नै छु सुरु गरिसकेको छु डे 2 अफ बेरोजगारी लाइफ होइन ओके ए यस्तो बेरोजगारहरू छ केटी त देख्नै नहुने के केटी त देख्नै नहुने बेलुका हालिदिन्छु म त केटी गिज्यो भने तिमी होइन छतमा बसेर ठिक छ उता ऊ केटी नै रहेछ पल्लो घरमा ओल्लो घरदेखि पल्लो घर केटी गिजाउने हाम्रो महान युवक होनार विद्यार्थी मिस्टर विशाल टोलका कोही केटी नराख्ने भएको त्यस्तो काम नगर बा पाप लाग्ला है पाप लाग्ला अहिले भन्दैछु बेलुका पकमा उमा पनि हालिदिन्छु म टिकटकमा फेसबुकमा सब ट्याग हानी नि हाल्छु पह यहाँदेखि त्यहाँ बाटोमा आएको केटीहरू गिजे खाने यिनीहरू बहुत बिग्रेका केटा यहाँदेखि अरे रोक्क यहाँदेखि ऊ यहाँ केटीहरू गिजे खान ऊ त्यहाँ ठेक्यो क्या यार यस्तरी केटी गिजा
गाइज होइन टक्क आजको ब्लग चाहिँ एन्ड गरौँ ओके होला जस्तो छैन दिनभरि बसेर काट्यो थ्याङ्क यू फर वाचिङ सब्सक्राइब डोन्ट फर्गेट टु सब्सक्राइब